Now today we'll discuss about some Cauchy law. Cauchy's law related some formula regarding to the Cauchy's law. Yes, we'll discuss about some formula regarding to the Cauchy's law. That formula is Cauchy. B square plus C square minus A square by 2BC. You have to read this formula. ए छ भने यहाँ माइनस एमा हाल्दिने, यहाँ ए हटाइदिने, त्यही गर्ने हो। ए छ भने ठ्याक्कै बी स्क्वायर सी स्क्वायर गर्दैन, यहाँ ए छ भने माइनस सी स्क्वायर बाई 2, ए छ भने ए हटाइदिने, बीसी हाल्दिने, त्यही गर्ने सबैमा। जस्तै कस बी आयो भने हैन, यहाँ बी छ नि त बी माइनसमा लेख्नु है, बी छ भने नम्बर चेन्ज गर्ने, ए बी छ भने हैन एसी राख्ने, अनि यो बी छ भने यहाँ माइनस बी स्क्वायर हाल्दिने, अनि 2 लेख्ने, यहाँ बी छ भने बी हुँदैन, एसी हुन्छ। जस्तै 3 नम्बरमा कसी भनेको के, कसी छ भने यो सी माइनसमा जाने गर्छ, सी स्क्वायर। कसी भने ए स्क्वायर बी स्क्वायर लेख्दा हुन्छ, ए स्क्वायर प्लस बी स्क्वायर, सी छैन त माइनस सी स्क्वायर बाई 2, यहाँ सी छ भने हैन सी हुँदैन, एबी हुन्छ। यो फर्मुला चाहिँ तपाईको दिमागमा हुनुपर्ने हुन्छ।